नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। म धेरै समय पछाडि फेरि युट्युबमा छोटो भिडियो चाहिँ अपलोड गर्न गइरहेको छु र भिडियो चाहिँ मेरो इन्डोर प्लान्टको तपाईहरुको सामु ल्याइरहेको छु। हेरिदिनुहोस्। मैले इन्डोर प्लान्टलाई चाहिँ यति मेहनत गरेर चाहिँ मैले हल्का धेरै चाहिँ हैन हल्का चाहिँ बनाएको छु र जे कुरा पनि मेहनत नगरी स्याहार सुसार नगरी चाहिँ नहुने रहेछ है। र यो चाहिँ दशैंको आज पूर्णिमा हो। आज चाहिँ सेलाउनु नपाई यतिकै राखिराखेको छु। आज ती पाहुनाहरु पनि सिद्धियो र मेरो प्लानहरु चाहिँ यस्तो यस्तो छ है गाइजहरु। र तपाईलाई कस्तो लाग्यो मेरो प्लानहरु तपाईले कमेन्ट गरिदिनुहोस्, सब्स्क्राइब गरिदिनुहोस्। यो चाहिँ लक्की ब्याम्बो म लेटेङ गएको थिएँ। लेटेङमा हाम्रो सासु आमाको देखि मैले चाहिँ लिएको मागेर सासु आमाले दिनुभयो अनि मैले चाहिँ यहाँ राखेको छु। मलाई साह्रै मन पर्ने यो चाहिँ यो चाहिँ मेरो सिटिङ रुम एरिया हो र मैले हल्का सिटिङ रुममा पनि राखेको छु। यो इन्डोर प्लान्ट मलाई चाहिँ साह्रै फुलहरु चाहिँ मन पर्छ। त्यही भएर चाहिँ मैले चाहिँ यो फुल चाहिँ जस हल्का फुलका चाहिँ रोपेको छु। मैले फर्स्ट फ्लोरदेखि नै रोपेर यता किचनसम्म लिएको छु। यता पनि झ्यालमा पनि राखेको छु है।